यहाँहरू सबैलाई नमस्कार। म चन्द्रप्रसाद ढुङ्गाना, टिकापुर ब्लक नम्बर 11 मेरो घर। म अहिले यहाँ महाअवतार बाबाजी पिरामिड ध्यान केन्द्र टिकापुरमा छु र म यो ध्यानमा जोडिएको लगभग 2 महिनाभन्दा बढी समय भयो र यहाँ तपाईहरू मेरो पछाडि देख्न सक्नुहुन्छ यो पिरामिडहरू लगाएको छ। यो जस्तै यो पिरामिड छ। यो पिरामिडमा बसेर यो पिरामिडको कन्सेप्ट चाहिँ हजुरको हजारौं वर्ष पहिलेदेखि चाहिँ छ। यो चाहिँ इजिप्टको पिरामिड पनि छ र यी सबै पिरामिडको कन्सेप्ट छ र मन्दिरहरू पनि पिरामिड स्टाइलमा बन्छन् र यो अहिले इनोभेसन चाहिँ गर्ने र यहाँ ल्याउने चाहिँ यो हाम्रो वर्म ऋषि महर्षि पत्रीजी गुरु हुनुहुन्छ र अहिले यो संसारभरि यो ध्यान गर्नेहरू पिरामिड मुनि बसेर ध्यान गर्दा र सामान्य ध्यान गर्दा 3 गुणा बढी तपाईहरु इनर्जी गेन गर्न, शक्ति प्राप्त गर्न सक्नुहुन्छ, ताकि त्यो शक्तिले तपाईको आफ्नो मेन्टल स्ट्रेस देखि लिएर शारीरिक अरु रोगहरू निर्मूल गर्न तपाईलाई चाहिँ त्यो राम्रो हुन्छ, फाइदा पुग्छ र ध्यानले शारीरिक र मानसिक दुवै अवस्थालाई सुधार गर्दछ। यो भन्ने मात्रै हैन कि मैले लगभग अहिले 2 महिनाभन्दा बेसी समय ध्यान गर्दै जाँदा यो अनुभव गरेको छु। ध्यानमा आउनुभन्दा अगाडि मलाई चाहिँ राति निन्द्रा पनि राम्ररी लाग्थेन। अहिले म राम्ररी निदाउन सक्छु र मेरो खुट्टा दुख्ने, ढाड दुख्ने र यो घुँडाहरू दुख्ने समस्या थियो। म बस्न पनि सिधा स्ट्रेट सक्थेन। आजभोलि म स्ट्रेट बस्छु र ती दुख्ने कुराहरू पनि हराएर गएका छन् र यसले आफूभित्र व्यक्त गर्न नसकिने खालको एउटा ऊर्जाको सञ्चय र शक्ति आफूले प्राप्त गरे जस्तो पनि भएको छ। यो भनेको ध्यान गर्नेले अनुभव गर्ने विषयहरू हुन् र यो सबै ध्यानमा प्राप्त गरेका विषयहरू कतिपय कुराहरू भन्न नसकिने विषयहरू हुन्छन्, खाली महसुस गर्ने विषयहरू हुँदा रहेछन्। त्यसैले यहाँहरू पनि ध्यानमा जोडिन सक्नुहुन्छ। तपाई हाम्रै छेउछाउ टिकापुरमै हुनुहुन्छ भने टिकापुरमा महाअवतार बाबाजी पिरामिड ध्यान केन्द्र भनेर मास्टर्स अथवा गुरु मिनबहादुर बिष्टजीले सिकाइरहनु भएको छ। उहाँको यहाँ पूजा पसल 11 नम्बर हाम्रो यो ग्लोबल आइएमई ब्याङ्कको यहाँ माथिपट्टि छेउपट्टि छ र तपाईहरु ध्यानका बारेमा इच्छुक हुनुहुन्छ, उत्सुकता छ, जान्ने प्रयास छ, तपाईले कतै बाटो पाइरहनु भएको छैन भने तपाईहरु यो संसारको जुनसुकै कुनामा हुनुहुन्छ भने पनि तपाईले एमबी ड्याश टिकापुर युट्युब च्यानल चाहिँ सब्स्क्राइब गरेर त्यो हेर्यो भने पनि रूपमा यो ध्यान केन्द्रमा आएर उपस्थित हुनुभन्दा पनि त्यहाँबाट पनि तपाईहरु धेरै लाभ लिन सक्नुहुन्छ र यो ध्यान तपाईले ध्यान केन्द्रमै आएर गर्नुपर्छ भन्ने छैन। तपाई आफ्नो घरमा, आफ्नो गार्डनमा, तपाई ट्राभलमा अनि यात्रामा तपाई जहाँसुकै पनि यो ध्यान गर्न सक्नुहुन्छ। ध्यान तपाई 2 मिनेट, 4 मिनेट, 10 मिनेट, आधा घण्टा, 1 घण्टा तपाईको आफ्नो चाहिँ रिक्वायर्ड आफ्नो निड अनुसार चाहिँ ध्यान गर्न सक्नुहुन्छ। ध्यानका लागि स्पेशल चाहिँ विशेष खालको कुनै पनि तयारी गर्नुपर्ने अवस्था चाहिँ हुँदैन। त्यसैले तपाईहरु यसको प्रारम्भिक जानकारी र ध्यान घरबाटै सिक्छु भन्ने हो भने एमबी ड्याश टिकापुर युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरेर त्यो हेर्दै ध्यान गर्नुभयो भने यो गाइडेड मेडिटेसन हो। सुरुमा हामीलाई गाइडेड मेडिटेसनै चाहिन्छ, किनभने हामीले नजानेका कुराहरू कतिपय हुन्छन् र हामीले ध्यानमा गहिरो ध्यानमा प्रवेश गर्नुभन्दा पहिला हामीलाई गाइड गर्ने, असाध्यै राम्रो गाइड गर्ने मान्छे चाहिन्छ। त्यसैले यो युट्युब च्यानलले हामीलाई गाइड गर्दछ। पीएमसी नेपाल भन्ने पनि छ र पीएमसी हिन्दी पनि छ र यो महर्षि वर्म ऋषि पत्रीजी गुरुजीले यहाँहरूलाई र हाम्रा सबैका लागि अहिले संसारभरि एउटा विश्व शान्ति, भ्रातृत्व र आफ्नो आत्मिक विकास र शारीरिक स्वस्थता, तन्दुरुस्तीका लागि यो अभियान सञ्चालन गर्नुभएको छ। तपाईहरु ध्यान गर्न चाहनुहुन्छ र घरमै बसेर ध्यान गर्न चाहनुहुन्छ, तपाईसँग समय छैन ध्यान केन्द्रमा आउने र प्रत्यक्ष गुरुसँग
भेट गर्ने र सिक्ने यहाँहरूसँग त्यो समय जुरेको छैन भने पनि चिन्ता गर्नु पर्दैन। तपाईँ पिएमसी नेपाल भन्ने एउटा युट्युब च्यानल र एमबी ड्यास टिकापुर भन्ने अर्को एउटा युट्युब च्यानल, दुईटै युट्युब च्यानलबाट बेलुका जुम क्लास मार्फत पनि आधा घन्टा तपाईहरु चाहिँ ध्यान सिक्न सक्नुहुन्छ। यसका लागि तपाईले धेरै ठुलो चाहिँ जोहो गर्न, धेरै ठुलो प्रयास गर्न पर्दैन। सामान्य छ अहिलेको डिजिटल युगमा, डिजिटल अवस्थाबाटै पनि यहाँहरु ध्यानको लाभ लिन सक्नुहुन्छ र यहाँहरु सबैले हाम्रो विषय सुनिदिनु भयो, यसका लागि यहाँलाई धन्यवाद। र महर्षि पत्रीजी, ब्रह्मऋषि महर्षि पत्रीजी गुरुजीलाई पनि धन्यवाद। यहाँ कुनै पनि बुद्धिस्ट, हिन्दू अथवा कुनै मुस्लिम, कुनै सिख, इसाई जुनसुकैका मान्छेका लागि पनि ध्यान चाहिँ फ्री छ र ध्यान नेसेसरी पनि छ। किन ध्यानले उनीहरू जुन बाटोमा, हामी जुन बाटोमा छौँ त्यो बाटोमा हामी राइट वेमा छौँ कि छैन भनेर थाहा पाउन पनि मेडिटेसन भनेको असाध्य आवश्यक छ। त्यसैले यहाँ यो एउटा कुनै विषयलाई ल्याएर पण्डितै गरेर अथवा पादरीको जस्तो भाषण गरेर यहाँ चाहिँ कसैले हाम्रो शोषण उत्पीडन गर्ने कुरै छैन। हामीलाई ध्यान सिक्ने हो, हामी टाढै बसेर पनि ध्यान सिक्न सक्छौँ र हामी फ्री हुने हो। ध्यान भनेको के हो भने हामी संसारबाट फ्री हुने हो, कसैसँग जोडिने भन्दा पनि हामी फ्री हुने, आफूसँग जोडिने, हाम्रो आत्मासँग जोडिने, हामी कस्मिक इनर्जीसँग जोडिने, ब्रह्माण्डसँग जोडिने विधि हो। त्यसले यो ध्यान संसारको सबै धर्मभन्दा उत्कृष्ट छ र यो नै संसारको महादेव देवादिदेव, महादेव भन्नुस्, बुद्ध भन्नुस्, अल्लाह भन्नुस्, येशू ख्रिस्ट जेसुकै भन्नुस्, यो सबैले सिकाउन खोजेको विषय नै यही हो। र यसलाई बुझ्नका लागि पढेर मात्रै हुँदैन, अर्काको सुनेर मात्रै हुँदैन, स्वयं आफूले फिलिङ गर्नका लागि आफै ध्यान गर्नुपर्दछ। त्यसैले यहाँहरू चाहिँ आफूलाई जान्ने कोसिस गर्नुहुनेछ भन्न चाहन्छु र यहाँहरूलाई पुनः पनि धन्यवाद दिन चाहन्छु र गुरुजीलाई पनि पुनः धन्यवाद अर्पण गर्न चाहन्छु। धन्यवाद।